म तपाईलाई एउटा कुरा सोध्न चाहन्छु। यदि स्वर्गमा प्रवेश गर्नु हामी कति असल छौँ भन्ने कुरामा निर्भर थियो भने हामीलाई कसरी पक्का थाहा हुन्छ? कहिलेकाहीँ हामीलाई लाग्छ कि हामी राम्रो गरिरहेका छौँ, तर अरू दिनहरूमा त्यति धेरै होइन। सधैँ त्यो अनिश्चितता हुन्छ। के हुन्छ यदि मैले तपाईलाई बाइबलले वास्तवमा सिकाउँछ कि तपाईँ निश्चित रूपमा जान्न सक्नुहुन्छ कि तपाईसँग अनन्त जीवन छ र यो तपाईँ कति राम्रो हुनुहुन्छ भन्ने बारेमा होइन। मलाई थाहा छ तपाईले म के बाँड्न लागेको छु भन्ने कुरा पहिले नै थाहा पाउनु भएको र विश्वास गर्नुभएको हुन सक्छ। तर यदि तपाईँ केही मिनेट मसँग टाँसिनु भयो भने म तपाईलाई परमेश्वरको वचनबाट सिधै एउटा सत्य देखाउनेछु जसले तपाईँको सबै कुरा हेर्ने तरिका परिवर्तन गर्नेछ। सधैँभरि मुक्ति पाउनु कति सरल छ। हामीले बुझ्नुपर्ने पहिलो कुरा के हो भने हामी सबै पापी छौँ र हामीलाई मुक्तिदाता चाहिन्छ। रोमी अध्याय 23औं पदमा बाइबलले भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। पाप भनेको हामीले परमेश्वरको कुनै आज्ञा तोड्नु हो र बाइबलले हामी सबैलाई स्पष्ट रूपमा बताएको छ, तपाईले सोच्न सक्ने सबैभन्दा राम्रो व्यक्ति पनि सिद्ध छैन र जीवनको कुनै न कुनै समयमा परमेश्वरको व्यवस्था तोडेको छ। नराम्रो खबर यो हो कि परमेश्वरको व्यवस्था तोड्ने सजाय छ। रोमी अध्याय 6 पद 23 मा बाइबलले भन्छ, किनकि पापको ज्याला मृत्यु हो, त्यसैले हामी पापी भएकाले हामी मृत्युको योग्य छौँ। स्पष्ट रूपमा एक दिन हामी सबै शारीरिक रूपमा मर्नेछौँ, तर बाइबलले दोस्रो मृत्युको बारेमा कुरा गर्छ। यदि हामी बचाइएन भने हाम्रो आत्माको नरकमा मृत्यु जल्ने कुण्डमा हुनेछ, जुन दोस्रो मृत्यु हो। त्यसमा तपाईँ र म पनि समावेश छौँ। हामीले गरेको एकमात्र नराम्रो काम झुट बोल्नु थियो भने पनि हामीले अझै पनि परमेश्वरको व्यवस्था तोडेका छौँ र नरक जान योग्य छौँ। तपाईले देख्नुभयो, यो हामीसँग कति पाप छ वा कस्तो प्रकारको पाप छ भन्ने बारेमा होइन। यो केवल यो तथ्य हो कि हामीसँग पाप छ र परमेश्वरले पापलाई स्वर्गमा प्रवेश गर्न दिनुहुन्न। अब जवाफ यो होइन कि हामीले हाम्रो जीवनबाट पाप निकाल्नुपर्छ। हामी सबैलाई थाहा छ कि हामी त्यसो गर्न सक्दैनौँ र परमेश्वरलाई पनि थाहा छ। त्यसैले उहाँले हामीलाई नरकबाट बचाउन र स्वर्गमा जानको लागि बाटो बनाउनु भयो। हाम्रो आफ्नै धार्मिकताको आधारमा होइन, तर येशू ख्रीष्टको धार्मिकताको आधारमा। रोमी अध्याय 5औं पदमा बाइबलले भन्छ, तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। परमेश्वर पिताले आफ्नो पुत्र येशू ख्रीष्टलाई संसारमा पठाउनु भयो र बाइबलले भन्छ, परमेश्वर शरीरमा प्रकट हुनुभयो। उहाँ पूर्ण रूपमा मानिस र पूर्ण रूपमा परमेश्वर हुनुहुन्थ्यो र उहाँले सिद्ध पापरहित जीवन बिताउनु भयो। उहाँले कहिल्यै परमेश्वरको आज्ञाहरूमध्ये एउटा पनि तोड्नु भएन। उहाँले हामीले बाँच्न नसक्ने जीवन बिताउनु भयो, स्वर्ग जानको लागि हामीले बाँच्नु पर्ने जीवन। त्यसपछि उहाँ हाम्रा पापहरूको लागि क्रुसमा मर्नुभयो, हाम्रो लागि नरकमा जानुभयो र तेस्रो दिन फेरि बौरी उठ्नुभयो। अनि अब येशूको बलिदानको कारण हामी स्वर्गमा प्रवेश गर्न सक्छौँ, उपहारको रूपमा, इनामको रूपमा होइन। रोमीको 6औं पद 23औंले भन्छ, तर परमेश्वरको वरदान हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत अनन्त जीवन हो। त्यसैले अनन्त जीवन त्यो स्वर्ग हो, एक निःशुल्क वरदान हो। एफिसी अध्याय 2 पद 8 र 9 मा बाइबलले भन्छ, किनकि अनुग्रहले विश्वासद्वारा तिमीहरू बचाइएका छौ र यो तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान हो, कामहरूबाट होइन, नत्रता कसैले घमण्ड गर्नेछ। म पहिले विश्वास गर्थेँ कि स्वर्ग भनेको मैले गर्न खोजेका असल कामहरूको लागि, परमेश्वरको सेवाको लागि र सही जीवन बिताउने मेरो प्रयासको लागि इनाम हो। सत्य यो हो कि म मुक्तिको लागि आफैमा भरोसा गर्दै थिएँ, आशा गर्दै थिएँ कि मेरा असल कामहरूले मलाई स्वर्गमा स्थान दिनेछन्। त्यो समस्या थियो। येशू मेरो मुक्तिदाता हुनुहुन्न थियो, किनभने म आफ्नै बन्ने प्रयास गरिरहेको थिएँ। शुभ समाचार यो हो कि हामीले गर्नुपर्ने भनेको मुक्तिलाई उपहारको रूपमा प्राप्त गर्नु हो, त्यो उपहार जुन येशूले पहिले नै तिरिसक्नु भएको छ। त्यसैले यहाँ स्पष्ट छ, हामी नरक जाने बाटोमा पापीहरू हौँ, तर येशू हाम्रा पापहरूको लागि मर्नुभयो, गाडिनुभयो र फेरि बौरी उठ्नुभयो। अब उहाँले मुक्तिलाई सित्तैको उपहारको रूपमा दिनुहुन्छ
र यो हामीले कमाएको कुरा होइन, यो उहाँले कमाएको कुरा हो र हामीलाई दिनुहुन्छ। यो सबै उहाँ र हाम्रो लागि उहाँको बलिदानको बारेमा हो। रोमी अध्याय 6 पद 23 ले भन्छ कि परमेश्वरको वरदान अनन्त जीवन हो र त्यो अनन्त शब्दको अर्थ सधैँभरि हो। म तपाईलाई यो सोध्न चाहन्छु, सधैँभरि रहने उपहार कति पटक प्राप्त गर्न आवश्यक छ? एक पटक मात्र। मुक्ति एक पटकको घटना हो जब हामी उहाँलाई बचाउन विश्वास गर्छौं र उहाँले हामीलाई अनन्त जीवन दिनुहुन्छ। मुक्ति अनन्त छ किनभने येशूले हाम्रा सबै पापहरूको लागि पहिले नै तिर्नु भएको छ। भविष्यमा हामीले गर्ने पापहरू पनि तिनीहरूको लागि पहिले नै तिर्नु भएको छ। तपाईँ सोचिरहनु भएको हुन सक्छ, यदि हामीले एक पटक मुक्ति पायौँ भने के यसको अर्थ हामी जसरी चाहन्छौँ त्यसरी बाँच्न सक्छौँ र स्वर्गमा जान सक्छौँ? त्यो राम्रो प्रश्न हो र उत्तर हो, किनभने जब हामी मुक्ति पाउँछौँ हामी परमेश्वरको सन्तान बन्छौँ। त्यसो भए त्यो ज्ञानको साथ म सधैँभरि मुक्ति पाएको छु र परमेश्वरको सन्तान। यदि मैले उहाँका आज्ञाहरू तोडेँ र पाप गरेँ भने उहाँले मलाई यहाँ पृथ्वीमा सच्याउनुहुनेछ, तर उहाँले मेरो आत्मालाई कहिल्यै नरकमा पठाउनु हुने छैन, किनभने उहाँ मेरो मुक्तिदाता र मेरो बुबा हुनुहुन्छ। मुक्ति सजिलो छ। यो एक निशुल्क उपहार हो जुन येशूले तिर्नुभयो। यद्यपि मुक्तिपछि परमेश्वरसँगको हाम्रो हिँडाइ जस्तै कुनै पनि सम्बन्धले काम लिन्छ, तर तिनीहरू अलग छन्। तपाईँ बचाउन सक्नुहुन्छ र परमेश्वरसँग खराब सम्बन्ध राख्न सक्नुहुन्छ, तर तपाईँ अझै पनि उहाँको सन्तान हुनुहुन्छ। यो किन महत्त्वपूर्ण छ भने यदि म विश्वास गर्छु कि म कुनै पनि कारणले मुक्ति गुमाउन सक्छु भने म वास्तवमा के विश्वास गर्दैछु भने मेरो मुक्ति ममा निर्भर गर्दछ, येशू र उहाँको समाप्त काममा होइन, अर्थात् म येशूमा होइन आफैमा भरोसा गर्दैछु। जब म विश्वास गर्छु कि मुक्ति अनन्त छ, यसले देखाउँछ कि मेरो विश्वास येशूको बलिदानमा 100% छ र त्यो मलाई बचाउन पर्याप्त छ। यसको सबै कुरा हामी अन्ततः स्वर्गमा जानको लागि के भरोसा गरिरहेका छौँ, या त हामी आफै वा येशूसँग सम्बन्धित छ। त्यसैले प्रेरित 16 पद 30 र 31 मा बाइबल भन्छ, र तिनीहरूलाई बाहिर ल्याए र भने, महोदयहरू, मुक्ति पाउनको लागि मैले के गर्नुपर्छ? अनि तिनीहरूले भने, प्रभु येशू ख्रिस्टमा विश्वास गर र तिमी र तिम्रो घर बचाइनेछौ। ध्यान दिनुहोस् कि यसले बचाउनको लागि हामीले गर्नुपर्ने एउटै मात्र कुरा भनेको विश्वास गर्नु हो भनी बताउँछ। यूहन्ना 31 मा येशूले भन्नुभयो, किनभने परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर अनन्त जीवन पाओस्। तपाईले भन्न सक्नुहुन्छ, ठिक छ, म पहिले नै येशूमा विश्वास गर्छु र मलाई शङ्का छैन कि तपाईसँग परमेश्वरमा विश्वास छ र बाइबलका कुराहरूमा विश्वास छ, तर येशूको बारेमा कुराहरूमा विश्वास गर्नु र मुक्तिको लागि उहाँमा मात्र विश्वास गर्नु दुई फरक कुरा हुन्। पहिले जब तपाईले विश्वास गर्नुभएको थियो कि स्वर्ग तपाईको कामको आधारमा इनाम हो वा तपाईले आफ्नो मुक्ति गुमाउन सक्नुहुन्छ, तब तपाईँ अन्ततः येशूमा होइन तर मुक्तिको लागि आफैमा भर पर्दै हुनुहुन्थ्यो। म बुझ्छु कि यसले तपाईलाई नम्र स्थानमा राख्छ र मलाई याद छ जब कसैले मलाई यो देखायो र मैले निर्णय गर्नु पर्यो, म पहिले गरेको कुरामा विश्वास गर्न जारी राख्न सक्छु वा परमेश्वरको वचनले भनेको कुरामा विश्वास गर्न सक्छु र मलाई बचाउनको लागि म कसमा भरोसा गरिरहेको थिएँ भनेर परिवर्तन गर्न सक्छु। अनन्त जीवन प्राप्त गर्नु भनेको अर्को परमेश्वर वा आफैमा भरोसा गर्न छोड्नु हो। यो सोच्नु हो कि हामी कहिल्यै स्वर्गमा पुग्न पर्याप्त राम्रो हुनेछौँ र येशू ख्रिस्टको मृत्यु, दफन र पुनरुत्थानमा पूर्ण रूपमा भर पर्नेछौँ र त्यो मात्र चिज हो जसले हामीलाई बचाउनेछ। मेरो साथी, यदि यो कुरा तिमीलाई बुझिन्छ र तिमीले पहिलो पटक मुक्ति स्पष्ट रूपमा देख्छौ भने, यदि तिमीले परमेश्वरसँग माग्यौ भने परमेश्वरले तिमीलाई अनन्त जीवन दिनुहुनेछ। रोमी अध्याय 10 पद 9 र 10 ले भन्छन्, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौ र आफ्नो हृदयमा विश्वास गर्यौ कि परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो भने तिमी बचाइनेछौ। किनकि हृदयले मानिसले धार्मिकताको लागि विश्वास गर्छ र मुखले मुक्तिको लागि स्वीकार गरिन्छ।
यदि तिमीले आफ्नो हृदयमा यो विश्वास गर्छौ भने प्रभुलाई स्वीकार गर र उहाँले तिमीलाई सधैँभरि बचाउनुहुनेछ। म तपाईँलाई त्यो प्रार्थनामा नेतृत्व गर्न चाहन्छु। तपाईँ म पछि दोहोऱ्याउन सक्नुहुन्छ। प्रिय भगवान, तर म विश्वास गर्छु कि तपाईँ मेरो लागि मर्नुभयो, गाडिनु भयो र फेरि बौरी उठ्नुभयो। कृपया मलाई सदाको लागि बचाउनुहोस् र मलाई अनन्त जीवनको उपहार दिनुहोस्। म केवल तपाईँमा भरोसा गर्छु र अब मेरो आफ्नै असल कामहरूमा होइन। धन्यवाद येशू। आमेन।